बेला बेला निस्किँदै गरेर साथी गुफा नपस्छ। हामी कहिले भेटेको थियौँ 2020 मा है। आज धेरै दिन बादमा भिडियो लिएर आएको छु। आज यहाँ तेल अभिभ इजरायलमा फुटबल टुर्नामेन्ट भइरहेको छ। यो चाहिँ KYC FC द्वारा आयोजित 8th बलिहाङ कप 2025 र यहाँनिर अहिले म खेल मैदानमा आइसकेको छु। यहाँनिर अहिले राइजिङ स्टार र KYC बीचमा खेला भइरहेको छ। अहिले अब पेनल्टी हुन लागेको ए कति भएको एक गोल। दुवैतर्फका टिमहरूको एक गोल भएकोले गर्दा अब पेनल्टी हुन लागिरहेको छ। र यहाँनिर अब यो बादमा चाहिँ फेरि हाम्रो दार्जिलिङ युनाइटेडको म्याच छ है। दार्जिलिङ युनाइटेड र 7 स्टार हाइफा बीच र यहाँ हाम्रो युनाइटेड दार्जिलिङ FC का भाइहरू यहाँ प्र्याक्टिस गरिरहनु भएको छ। यहाँनिर सबै प्रायः जस्तो हाम्रो हजुर छैन जर्सी सक्यो अरे हजुर। हाम्रो सबै दार्जिलिङको सपोर्टरहरू चाहिँ बलिहाङ कप र अब यहाँ पेनल्टी किक हुन लागिरहेको छ। ए हजुर आइपुग्नु भयो। तिमी चाहिँ कताको सपोर्टर हौ? कताको? म त दुईपटै छु। म दार्जिलिङ पनि हो, काया पलट पनि हो। अरे मेन चाहिँ कताको हो? अहिले फिलहाल त काया पलट। त्यसो भए त काम भएन तिम्रो। लु यो त त्यो मिडियाको होइन, यो पर्सनल हो यो। अनि के छ अनि हालखबर? हालखबर एकदम ठिकै छ। तिम्रो? तिमी बेला बेला निस्किँदै गरेर साथी गुफा नपस्छ। अब निस्केको अब गोली हुँदा हुँदा मात्रै ननिस्क है। उसलाई खोज्दै गर्नुपर्छ, बेला बखत हराउँछ फेरि। ऊ चाहिँ मेरो पहिलाको साथी हो। ऊ चाहिँ हो, हामी कहिले भेटेको थियौँ 2020 मा है। 2020 मा भेटेको थियौँ दिवस। आफ्नो लङ टाइम अन्त खुसी लाग्यो। होइन फुटबलले भेटायो नि। फुटबलले हो। अब चाहिँ भेट्दै गर्नुपर्छ। ल ल ल ल हेर